नमस्ते, म डाक्टर न्युजी आयुर्वेद चिकित्सक। आज म तपाईहरुलाई मलद्वार रोगहरू कति विविध प्रकारको हुन्छ, कति थरीको हुन्छ भन्ने प्रसंगमा चाहिँ म तपाईहरुलाई जानकारी गराउन गएको छु। सबै व्यक्तिले के भन्नुहुन्छ भनेपछि पाइल्स भयो भन्नुहुन्छ, तर तपाईले त्यो पाइल्स नभएको पनि हुन सक्छ। त्यो बाहेक पाइल्स बाहेक तपाईलाई अन्य 8 वटा मलद्वार रोगहरू भएको हुन सक्छ। त्यसैले चाहिँ तपाईहरु नझुकिने होला, पाइल्स मात्र हैन कि अन्य 8 वटा मलद्वार रोगहरू पनि हुन सक्छ। त्यो मिलाएर चाहिँ कुल चाहिँ तपाईको कति 9 वटा मलद्वार रोगहरू चाहिँ हुने भए, जसमध्ये चाहिँ पाइल्स, फिस्टुला, फिशर, साइनस, पाइलोनाइडल साइनस, वार्ट जसलाई हामी कन्डाइलोमा पनि भन्छौं, सेन्टिनल ट्याग, पेपिलोमा, पोलिप, यस्ता पाइल्स बाहेक यी अन्य 8 वटा मलद्वार रोगहरू चाहिँ व्यक्तिमा चाहिँ हुन सक्छ। त्यही भएर चाहिँ नझुकिने होला। त्यही भएर चाहिँ यसको लागि चाहिँ प्रपर रूपमा तपाईले चाहिँ आयुर्वेद चिकित्सकसँग चेक जाँच सरसल्लाह लिई त्यही अनुसारको चाहिँ उपचार गर्नु होला। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरु हेर्नको लागि चाहिँ मलाई YouTube च्यानल सब्स्क्राइब गर्नु होला। हवस् त, धन्यवाद।